हेलो हेलो साथीहरु यस्तो देखियो नि हेर्नुस् त सबैजनालाई नमस्ते छ। आज चाहिँ हामी चाहिँ गाउँतिर चाहिँ दसैँ तिहारको लागि चाहिँ हामी चाहिँ गाउँतिर सरसफाइ गर्न घर आएका छौँ। अब बुढाबुढी चाहिँ अब सरसफाइ गर्दैछौँ। त्यहाँ चाहिँ बुढोले चाहिँ सरसफाइ गर्दै हुनुहुन्छ। अब म पनि गर्ने हो। अनि जङ्गल चाहिँ यति ठुलो ठुलो भइसकेको छ। अस्ति भर्खर पनि हामीले चाहिँ गोडेर सफा गरेर लिपेर गएको। हामीहरू चाहिँ यहाँ बस्दैनौँ नि त। अनि त्यही भएर चाहिँ अब यहाँ बस्ने भएपछि त यस्तो जङ्गल उम्रिन अब बेला बेलामा सफा गर्ने हुन्छ। हामी चाहिँ तल बस्छौँ अलि बजारतिरै। त्यही भएर चाहिँ यहाँ गाउँतिर चाहिँ यस्तो भइसकेको छ। हेर्नु साथी हो, पुरै जङ्गल आएर अब सफा गर्ने हो। अब कसरी गर्ने, यति ठुलो ठुलो भइसकेको छ। कति जङ्गल छ। अब यो कति बेला भ्याउने हो। यताबाट गरौँ सुरुबाट। यस्तो भइसकेको छ हेर्नुहोस्। हेर्नु साथी हो, यति लामो लामो छ। अनि एकदम धेरै चाम्रो। यो जङ्गलको नाम के हो? यो जङ्गल हलले के भन्छ? हलले भन्ने। यो चाहिँ यति चाम्रो छ, यति चाम्रो छ। यो के अरे जरैदेखि आउँदा पनि आउँदैन। यो निकाल्ने बेला चाहिँ यस्तो छिन्निने गरिरहेको छ। यो जरैदेखि त आउँदैन रहेछ। यसलाई चाहिँ खनेर जरैदेखि कोडालोले खनेर चाहिँ फाल्नुपर्छ होला। ती सानो सानो जङ्गल पनि गर्नुपर्छ, राम्रो गराउनुपर्छ, सफा गर्नुपर्छ, राम्रो गराउनुपर्छ। अरे अब हेर्नु, अब गाई जो अब सानो सानो जङ्गल पनि निकालेर फाल्ने भन्दै हुनुहुन्छ। उहाँले चाहिँ अब गरिरहेछौँ। कतिको हुन्छ हाम्रो घर चाहिँ आज दसैँको बेला च्यात्त पार्ने विचार छ। अलि त्यहाँदेखि अलि तल्लोदेखि लिउँ न सबै। यस्तो छ हेर्नुहोस् यहाँ हाम्रो के गर्ने। अब के गर्ने, बुढाबुढी यस्तै हो। दुःख सुख गर्यो, काम गर्यो, रमाइलो गर्यो। बिचरा बुढोलाई गाह्रो भयो जस्तो छ। मेरो एकैले टोक्यो या चिलायो हो, त्यही भएर बनाएको। अहिले पानी आउँछ नि यस्तो बेला। पानी परे पनि केही छैन, भोलि गरौँला। टाइम छ अझ, बिदा छ आज भोलि। सो दसैँको सरसफाइ सानो जङ्गल पनि गोड्नुपर्छ। यहाँ राम्रो गराउनुपर्छ। गोड्ने बेला यहाँ करै